मर्निङ सबैजनालाई फेरि पनि पक्के खोलाबाट अब चाहिँ यहाँबाट नास्ता खाएर अब हामी अपी बेस क्याम्पतिर जानेछौँ। धन्न टोपी ज्याकेटहरू चाहिँ लगाइएछ, वाइल्ड जाडो छ। यो जुन देखिरहेको छ यतापट्टि यो चाहिँ हो अपी हिमाल। अहिले चाहिँ पुरा बादलहरू लाएर पुरा कुहिरोले पुरै ढाकिएको छ। अघि पुरा क्लियर हुँदाखेरि अलि के गर्नु, निन्द्रले समातिहाल्यो, मस्तले खिच्नै पाइएन। सरी गाइज। अब अपी हिमालको तपाईँको दृश्य चाहिँ अब अपी बेस क्याम्प पुगेपछि तपाईँलाई एकदमै देखाउने छु। यहाँ देख्न सक्नुहुन्छ कति राम्रो छ यो हामी बसिरहेको के भन्नु तपाईँको होटल लज भनौँ, एकदम राम्रो छ यहाँको चाहिँ। यो वान अफ द बेस्ट है अहिलेसम्मको। यो चाहिँ यतिको चाहिँ जोस् बनेको छ अपी बेसमा। सो गाइज तपाईँहरू पनि आउन सक्नुहुन्छ अपी बेसमा। बाटो अप्ठ्यारो भए पनि अप्ठ्यारो नमानिकन आउनुहोस्। हिँड्न सक्नेहरूले मजाले सक्छन् होइन, हिँड्न नसक्नेहरूलाई पनि तपाईँले आँट दिएर लिएर हुन्छ नि, हिम्मत आँटहरू दिएर लिएर आउनुहोस् कि साथीभाइहरूलाई। मजाको छ। यतापट्टि अर्को हिमाल छ तर नाम चाहिँ मलाई पनि थाहा भएन, नामी छ। Look at this guys, this is beautiful, really beautiful here. नेपालको झन्डा क्या फरफराएको छ। जय नेपाल everyone. Please do visit अपी बेस क्याम्प everyone. हामीले हाम्रो ठाउँ प्रमोट नगरे कसले गर्छ त होइन। त्यत्तिकै हुन्छ नि, भन्दैन नि त सुन्दर सुदूरपश्चिम भनेर। के गर्छ साथी हो, जो सुदूरपश्चिम हुनुहुन्छ उहाँलाई त थाहा छँदैछ सुदूरपश्चिम एकदमै राम्रो छ। सायद मनाङ मुस्ताङहरू भन्दा पनि अरू बेग्लै छ। मनाङ मुस्ताङ भनेको आफ्नो ठाउँमा एकदमै राम्रो छ, तर यो ठाउँमा तपाईँहरूले हिँडेर आउँदाखेरि चाहिँ त्यो एक्सपिरियन्स जुन हुन्छ नि तपाईँको रियलमा ट्रेकिङ गर्दाखेरिको थकाइ, तपाईँको त्यो आफ्नो एउटा क्यापेबिलिटी अनि साथीभाइहरूसँग गफ गर्दै छुट्टै छ कि यो, त्यो फिलिङ्स नै छुट्टै छ कि। म हुन्छ नि बयानै गर्न सकिरहेको छैन क्या। ओ माई गड। यतापट्टि फेरि झर्ना छ क्या, थोरै सानो खाली झर्ना छ तर बबाल छ क्या। बर्खाको बेला त यहाँनिर डेन्जर वाइल्ड आउँछ भन्दै हुन्छ पानी चाहिँ। उता माथि खोल्सामा पनि हिमालको टुप्प देखिरहेको छ तर क्यामेरामा अलि गाह्रो छ। उहाँ चाहिँ सिडिओ साहब दार्चुलाको फोटो सेसनमा बिजी हुनुहुन्छ। यता पुलिस दाई, रेन्जर दाईहरू हुनुहुन्छ। है ल अब हामी यहाँबाट निस्किँदैछौँ। 3 दाजुभाइ, एकजना यहाँ दाइ अब अनर यहाँ हुनुहुन्छ। अब चाहिँ यो दृश्यलाई एकदमै मनमै राखेर जानुपर्ने अवस्था पऱ्यो। अब बेस क्याम्पतिरको तर्फ यात्रा एकदमै जारी छ हाम्रो। सबैजना यता फोटो सेसनमा हुनुहुन्छ। पछाडि चाहिँ यो ठाउँ चाहिँ एकदमै आएपछि बस्नु होला। दाइले एकदमै राम्रो सेवा दिनुहुन्छ सबैजनालाई। केही चिजको कमी भए पनि दाइले पुरा गरिदिनुहुन्छ है। तर नेटवर्क इन्टरनेटको लागि चाहिँ नभन्नु होला, त्यो सुविधा चाहिँ असम्भवै छ यहाँ। ल लाग्यो है दाइ, ल बाई बाई। ल दाइ थ्याङ्क यू। आउँदाखेरि भेटौँला फेरि। पछाडिको दृश्य सबै हेर्नु राम्रो। कस्तो दामी है पछाडि खोला हेर्नुको। बेस क्याम्प जाँदाखेरि चाहिँ यसरी पुल पनि छ, माथि उकालो चढ्नु पर्यो। यतापट्टि खोला सला छ। यता हिमाल पुरै चेकिया छ। सो अहिले चाहिँ धौले ओडार भन्ने ठाउँमा आइपुगेको छौँ। उताभित्र होटलहरू छ। द रेड हाउस होटल भनेर यतापट्टि वे देखाइरहेछ। अनि अपी बेस क्याम्प भनेर चाहिँ यतापट्टि छ।
हामी चाहिँ क्याम्पिङ गर्ने भनेर स्लिपिङ ब्याग टेन्टहरू बोकेका छौँ। यो चाहिँ धलेौडा भित्र छिरिसकेँ म। यता पछाडि हेर्न सक्नुहुन्छ। पछाडि के देखाउँछु भने चाहिँ तपाईँहरूलाई यहाँ मान्छेहरू क्रिकेट खेल्दैछन् पछाडि। लड्नु छक्का छक्का हान्नु पर्यो। चौका भनेको त आउट। दामी क्याच आउट। सो म चाहिँ अब टोलीहरू भएको ठाउँतिर जाँदैछु। ओ मारो ढिग्रो टोली दामी क्रिकेट त दामी हानिरहेको रहेछ त क्रिकेट। ल आइपुग्यो। अब चाहिँ यहाँ हामी खाजा खाना के खान्छौँ। यहाँ भोटे कुकुर नि स्पिन मस्तले ल। ओ यो चाहिँ आगो तापेको अवस्थामा छौँ हामी। जाडोले कठ्यारेर हिँड्दाखेरि चाहिँ पसिना गर्मी आइरहेको छ। त्यही पनि चिसो छ एकदमै। यता भाइको मिङ्गुले खतरा भइरहेछ। या मलाई चिसो लागिरहेछ। पुरै धुवाले आँखा पोलिरहेछ। नाखड पसिना पनि चुयो। पसिना रे पानी। छाता छ। ल अब चाहिँ हामी यहाँ नास्ता सास्ता खाएर निस्किँदैछौँ। के रहेछ ग्रिन हाउस होइन यो? ग्रिन हाउस होटलबाट छिटो सापा टोलीले पनि खाना खाइसक्यन्। अब हामी आफ्नो झोला टक्क ल्याएर ल लाग्यो। ल पछि भेटौँ न। ल बाई बाई टु धलेौडा। ल दाइ ल लाग्यो। ल सर लाग्यो हामी आउँदै गर्नु होला। ल ल हुन्छ ल। द रेड हाउस भनेर छ यो होटल चाहिँ। एकदमै राम्रो छ यो पनि यहाँ बस्नको लागि धलेौडारमा। हामी चाहिँ यताबाट लाग्यौँ अब आफ्नो गन्तव्यतिर अपी बेस क्याम्प। दुईजना साथी अगाडि गइसकेका छन्। उहाँ दाइहरू पुरा आगो ताप्दै बसिरहेछन्। यो चाहिँ पुरा यार्सा टिप्न आउनुभएका मान्छेहरूको टेन्टहरू यसरी बस्नुहुन्छ यता। उता पारिपट्टि होटलहरू भयो। यता यो टेन्टहरू छ। वहाँ माथितिर पनि सायद छ जस्तो लाग्यो पालहरू होटलहरू। मान्छेहरू अहिले प्रायः सबै यार्सा टिप्न गएका छन् माथितिर। यसरी देख्न सक्नुहुन्छ।
खाना खाएको ठाउँदेखि चाहिँ लगभग पुरै उकालो छ। म नि अहिले उकालो चढिरहेको छु। माथिसम्म जानुपर्ने छ, त्यहाँसम्म। त्यहाँबाट के छ थाहा छैन, अपडेट गर्छु। यता चाहिँ पुरै यहाँ हेर्नु न, ओ माइ गॉड, चट्टानहरू। भेडाहरू पनि चराउन आउनु भएको रहेछ दाइहरू। उता तल देखिरहेको सेतो बगिरहेको पानी हेर्नु न। माथि हुनुहुन्छ दाइ चाहिँ, भेडा चराउने दाइ। हामी चाहिँ यो बाटो हुँदै माथि जाने हो। दुईजना माथि जाँदैछन्। यता चाहिँ हेर्सा टिप्न आउनुभएकोहरूले पाल लगाएर बस्नुभएको छ। सायद यति बेला हेर्सा टिप्नलाई कता माथि जानुभयो होला उहाँहरू चाहिँ। यता खोल्सा, जङ्गल र नालाहरू, नदीहरू छन्। पछाडिको भ्यू हेर्नु न। अब यो खोला तरेर यता माथि ओह्रालो हुँदै जानुपर्ने छ। सो फाइनली अब चाहिँ बेस क्याम्प आइपुगे। पानी परेर भिजा गयो, ठाडै उकालो आइयो, हिँडियो मर्ने गरी। जाडो छ यार, हात कापिरहेको छ चिसोले। पनि मान्छेहरू टन्नै रहेछन्। हेर्सा टिप्न र भेडा चढाउनेहरूको भुलै रहेछन्। आइपुग्यो बेस क्याम्पमै। मौसम क्लियर छैन, पुरै छेके छ कि डाँडा काँडाहरू। हामी चाहिँ पुरा बाख्राहरू यसरी रेस्ट गर्छन् राति, यस्तो जाडोमा पनि। हामी बसिरहेको चाहिँ यार्सा होटल हो, त्यो रातो टिन भएको होला। यतापट्टि अर्को होटल पनि छ, दुईवटा होटल छ टोटल यहाँ चाहिँ। दामी भ्यू छ यहाँ। यो चाहिँ रातिको टाइम हो, सायद मेरो अनुहार नदेखिए पनि हिमाल चाहिँ तपाईँहरूले छलङ्ग देख्न सक्नुहुन्छ। सेतो हेर्नुहोस्, यस्तो दामी देखिरहेको छ।